नमस्कार है सबैजनालाई नमस्कार। अनि के छ खबर? आज चाहिँ एनपिएलको रेस्ट डे थियो हैन। अनि भोलि चाहिँ पहिलो गेम जनकपुर भर्सेस चितवनको छ अनि दोस्रो गेम कर्णाली भर्सेस पोखराको रहेछ। अनि पहिलो गेम त अब चितवनले जित्छ होला जस्तो लाग्छ, किनभने अहिले जनकपुरको एकदम खत्तम चलिरह। अनि दोस्रो गेम भयो, दोस्रो गेम चाहिँ एकदम प्रतिस्पर्धामा जान्छ होला, किनभने पोखरा पनि राम्रै छ, पोखरा पनि ठिकै छ। अब राम्रै भनौँ भने नि अब पुछारतिर छ, तर कम्पेयर गर्दाखेरि कर्णाली र पोखराको कम्पेयर गर्दाखेरि चाहिँ उस्तै भनौँ न। अब जुनसुकैले जित्न सक्ने खालको गेम हुनेछ। अनि भुर्तेल अब दुईचोटि गोल्डन डकआउट भएको छ हैन। भोलि चाहिँ केही गर्छ कि भन्ने हो। अब भुर्तेलको कारणले म अब पोखरा रोजेको हो, मेरो सपोर्ट पोखरालाई छ। तर भुर्तेल अब दुईचोटि अर्धशतक हान्यो, त्यसपछि दुईचोटि नै गोल्डन डकआउट भइदियो। के गर्ने अब। तैपनि अब आस्था छ अझै पनि। पोखराको अझै पनि 3टा गेम छ, एउटा जित्यो 3टा हार्यो, अझै 3टा छ। अब 3टा जित्यो भने 6 पोइन्ट हुन्छ। अब पहिला एउटा जितेकोले गर्दा 2 पोइन्टले गर्दाखेरि 8 पोइन्ट हुन्छ टोटल। चान्स चाहिँ टप 4मा जाने चान्स पोखराको अझै पनि छ, बाँकी नै छ, सास अलिअलि बाँकी नै छ। त्यसैले आश गरौँ। अब 3टा गेम जितियो भने चाहिँ चान्स अलिअलि छ। अब धेरै त भन्नु मिल्दैन, किनभने सुदूरपश्चिम गइहाल्यो टप 4मा, टप 4 को लागि। अनि विराटनगर किङ पनि सम्भावना धेरै छ। अनि यता आएर काठमाडौँ गोर्खाजको नि सम्भावना धेरै छ। यो 3टा फिक्स जस्तै भइसक्यो। अब सुदूरपश्चिम त फिक्स भइहाल्यो, काठमाडौँ र विराटनगर नि फिक्स जस्तै भइसक्यो। अनि त्योभन्दा अलिकति कममा चितवन छ। अब चितवन नि अब यो पोखराले नि अब सबै खेल जित्यो भने, अनि चितवनले एउटा खेल हार्यो भने अब 8-8 पोइन्ट हुन्छ। 8-8 पोइन्ट भयो भने अब रन रेटको आधारमा कुन चाहिँ अगाडि छ त्यही जाने हो। अनि अब जनकपुरको चाहिँ आशा सकियो जस्तो लाग्छ है मलाई चाहिँ, किनभने अब सबै खेलमा गइसक्यो नि त। अनि कर्णाली पनि, अब कर्णालीको जनकपुर त गइहाल्यो, कर्णालीको पनि चान्स धेरै कम छ, किनभने अब 7 खेल खेल्नुपर्ने हो। 7 खेलमा 5 खेल खेलिसकेको छ, 5 खेल खेलिसकेको छ, 4 खेल हारे छ। अनि त्योभन्दा अलिकति अवस्था राम्रो भएको पोखरा हो। पोखराले 4 खेल खेलेकोमा 3 खेल हार्यो, 1 खेल जित्यो। अनि अझै 3 खेल त बाँकी छ, 3 खेल बाँकी छ। अब त्यो 3 खेल जित्यो भने अस्तिको 2 अङ्कले जोड्दाखेरि जम्मा 8 हुन्छ अङ्क। 8 भयो भने अब चितवनले 2टा जति खेल हारिदियो भने बराबर हुन्छ नि त अङ्क। चितवनको कति 4 छ हैन, त्यसै लागिरहेको थियो। अनि 8 भयो भने त अब रन रेटको आधारमा जाने हो माथि। अनि चितवनले रन रेटलाई अलि त्यति दिएन र पोखराले चाहिँ रन रेटलाई खेल गरेर खेल राम्रो निकाल्यो भने पोखराको पनि चान्स चाहिँ छ अलिअलि। त्यसैले मेरो समर्थन चाहिँ अब सास र उन्जेल आश हुन्छ भने जस्तै पोखरालाई नै छ हैन। पोखराले नै जितोस् भन्ने चाहन्छु। भुर्तेल मेरो फेभरेट भएको कारणले गर्दाखेरि चाहिँ। तपाईँहरू चाहिँ कुन टिमको सपोर्टरहरू हो? अब बढी त सुदूरपश्चिमकै होला, किनभने सुदूरपश्चिमले धेरै राम्रो नि खेलिरह। पोहोरको वर्ष नि अब रनर अप भयो होला हैन, सेकेन्ड भयो। यसपालि त अब ट्रफी नै उचाल्ने जस्तो देखिन्छ। तर भन्न सकिन्न अब
विराटनगर किङमा पनि बलरहरू राम्रो छ। फाइनलको बेलामा त अन्तिम गेममा त अब जे पनि हुन सकिन्छ नि त, फाइनल दुईटाको पऱ्यो भने। तर हेरौँ, तर चान्स चाहिँ सुदूरपश्चिम र विराटनगर नै छ जस्तो लाग्छ है। बलियोको आधारमा सबै मिलेको छ कि यिनीहरूमा चाहिँ, बलर ब्याटरहरू सबै, ब्याट्सम्यानहरू सबै मिलेको छ। त्यसैले फाइनलमा सुदूरपश्चिम र विराटनगर गयो भने चाहिँ म चाहिँ विराटनगरलाई सहयोग गर्छु, के अरे सपोर्ट गर्छु। सन्दीप लामिछाने छ, सन्दीप लामिछाने मेरो पहिल्यैदेखि एकदम बेस्ट लाग्ने मान्छे हो होइन, खेलाडी हो होइन। त्यसैले सन्दीप चाहिँ अब हुन त मेरो मात्र बेस्ट होइन, अब देशको 80%ले सन्दीपलाई मन पराउँछ कि। बेस्टमा अब खेलाडीहरू रोज्नु पऱ्यो भने सबैजना राख्यो भने 80%को भोट चाहिँ सन्दीपलाई नै जान्छ होला जस्तो लाग्छ है। त्यसपछि टाइगर होला। त्यही हो अब मेरो चाहिँ भोलिको समर्थन पोखरा एभेन्जर्सलाई। अनि पहिलो चाहिँ अब जनकपुर र चितवनलाई, किनभने अब जनकपुरले त्यति राम्रो पनि खेलिरहेको पनि छैन, त्यही भएर पहिलो खेल चितवनलाई, दोस्रो खेलको सपोर्ट पोखरा एभेन्जर्सलाई दिन्छु। भोलि चाहिँ रमाइलो हुन्छ। अब आज रेस्ट डे थियो, दिन कटाउनै गाह्रो भयो नि, एक दिन खेल नहुँदा गाह्रो हुने रहेछ। अब एनपिएल सिधेपछि के हुने थाहा छैन, बानी परेछ कि, त्यही भएर। ल सबैजनालाई धन्यवाद है भिडियो हेरिदिएकोमा।